किन भगवान जगन्नाथ तरफ जाँदैछौँ त्यसको बारेमा हामी पढाइको हिसाबले मस्तिनी इन्जिनियर हुनुहुन्छ र स्कल नेपालको केन्द्रीय कार्य समितिको उपाध्यक्ष पनि हुनुहुन्छ। सँगै स्कल बुढादेवी काठमाडौँको अध्यक्ष हुनुहुन्छ र एकदम मिलनसार व्यक्तित्व महाप्रभु कृपा प्रभु जो ब्रह्मचारी हुनुहुन्छ उहाँको मुखार बिन्दबाट जगन्नाथ रथ यात्रा के हो, हामी किन मनाउँदैछौँ, आज महानमा नगरपालिकामा किन विशेष कार्यक्रम हुन्छ यसको बारेमा हामी श्रवण गर्छौँ। हरे कृष्ण हरे कृष्ण। सबैजनाको हातमा डोरी आइसकेको छ। म हजुरहरूलाई चाहिँ छोटकरीमा जानकारी गराउँछु। उहाँ विराजमान हुनुहुनेको भगवान को हुनुहुन्छ र डोरी तान्नाले के फाइदा हुन्छ र भगवान किन यसरी गर्छ समयमा पनि बाहिर ठाउँमा अहिले कलियुगको प्रभाव परिसकेको छ। धेरै जसो व्यक्तिहरूलाई भगवानको मन्दिर जाने फुर्सद छैन। जस्तै हामीहरू मध्ये पनि हेर्ने हो भने कहिलेकाहीँ मन्दिर जान्छौँ, पूजा गरेर फर्किन्छौँ। तर भगवान जगन्नाथ यति दयालु हुनुहुन्छ।